नमस्ते, तपाईलाई यो बहसको मञ्चमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा छलफल गर्न गइरहेका छौं जुन हरेक नेपाली नागरिकको मनमा गडेर बसेको छ। हाम्रो देशको राजनीतिक भविष्य के होला? नेपालमा दशकौंदेखि सत्ता चलाएका पुराना राजनीतिक पार्टीहरू आज पूर्ण रूपमा असफल र भ्रष्टाचारको दलदलमा फँसेका छन्। उनीहरूको सत्ता स्वार्थ र नेतृत्वको निरन्तरताले गर्दा देशको आर्थिक, सामाजिक र राजनीतिक स्थिति हरेक दिन बिग्रेको छ। नागरिकको आशा निराशामा बदलिएको छ। यो अवस्थामा डाक्टर बाबुराम भट्टराईले जुन वैकल्पिक शक्तिको आवश्यकताको बहस सुरु गर्नुभएको थियो त्यो आज एउटा अकाट्य सत्य बनेर उभिएको छ। तर वैकल्पिक शक्ति कसरी निर्माण हुन्छ? पुराना र नयाँ दलहरूको समीक्षा, भ्रम र विचारको शून्यता। हामीले केही समय अघि नयाँ बनिएका केही राजनीतिक दलहरूको उदय देख्यौं। जनताले ठूलो आशाका साथ उनीहरूलाई समर्थन पनि गरे। तर दुर्भाग्यवश छोटो समयमै ती दलहरूका नेताहरू पनि विभिन्न काण्ड र विवादमा मुछिए। यसले के प्रमाणित गर्यो भने केवल पुराना अनुहारलाई नयाँ अनुहारले प्रतिस्थापन गर्नु मात्रै विकल्प होइन। ती दलहरूमा पनि एउटा गम्भीर समस्या देखियो, विचारविहीनता। उनीहरूसँग परिवर्तनको नारा त छ, तर देशलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट राजनीतिक दर्शन वा आर्थिक रोडम्याप छैन। जब कुनै पार्टी विचारमा आधारित हुँदैन तब त्यो अन्ततः व्यक्ति वा समूहको स्वार्थमा केन्द्रित हुन पुग्छ, जसले गर्दा पुराना दलकै नियति दोहोरिन्छ र असफलता निश्चित हुन्छ। प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा किन फरक छ? यही पृष्ठभूमिमा प्रगतिशील लोकतान्त्रिक पार्टी एउटा विचार सहितको विकल्प बनेर देखा परेको छ। यो पार्टी किन फरक छ र किन यो सफल हुने निश्चित छ भन्ने कुरालाई तीन मुख्य आधारमा बुझ्न सकिन्छ। जेनजी नेतृत्वको क्रान्तिकारी अग्रसरता। प्रगतिशील लोकतान्त्रिक पार्टीको सबैभन्दा बलियो पक्ष भनेको यसले जेन्ज अर्थात् नयाँ पुस्तालाई नेतृत्वमा पुर्याउने पहिलो पार्टी बन्ने संकल्प लिएको छ। ओजस्वी भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार सहितको जेनजी नेतृत्वको अग्रसरताले यो पार्टीलाई परम्परागत पार्टीहरूभन्दा अलग बनाएको छ। आजको युवा पुस्ता प्रविधि मैत्री छ, विश्वव्यापी चेतना राख्छ र सबैभन्दा महत्वपूर्ण कुरा यो पुस्ता भ्रष्टाचार र यथास्थितिवादको कट्टर विरोधी छ। पुराना पार्टीहरूको नेतृत्व अब थकित र विचार शून्य भइसकेको छ। अब देशलाई युवाको नयाँ ऊर्जा, भिजन र दृढ इच्छाशक्ति आवश्यक छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले अनुभवी नेताहरूको ज्ञानलाई नयाँ पुस्ताको उत्साहसँग जोड्दै राजनीतिक पुस्तान्तरणको पुल निर्माण गरेको छ। प्रगतिशील लोकतन्त्रको स्पष्ट विचार। यो पार्टी आक्रोशको भरमा उठेको नारा मात्र होइन, यो प्रगतिशील लोकतन्त्रको बलियो सैद्धान्तिक धरातलमा उभिएको छ। यसले समावेशी अर्थतन्त्र, सामाजिक न्याय र वैज्ञानिक शासन प्रणालीको जगमा समृद्ध नेपाल निर्माण गर्ने स्पष्ट विजन राख्छ। जनतालाई थाहा छ कि अब व्यक्ति फेरेर मात्र हुँदैन, देशलाई चाहिएको विचारको क्रान्ति हो। प्रगतिशील लोकतान्त्रिक पार्टीले विचार सहितको विकल्प प्रस्तुत गरेकाले नै यो पार्टीप्रति जनताको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ। यो आकर्षण क्षणिक आवेगमा होइन, गहिरो राजनीतिक चेतनामा आधारित छ। सफलताको निश्चित आधार। प्रगतिशील लोकतान्त्रिक पार्टीको सफलताको आधार केवल घोषणामा मात्र सीमित छैन, यसको सफलताका लागि आवश्यक समय, विचार र नेतृत्वको सही मिश्रण भएको छ। जनताको आवश्यकता। जनताले अब पुरानालाई निरन्तरता दिने र विचारविहीन नयाँ शक्ति दुवैमा विश्वास गुमाइसकेका छन्। उनीहरू साँच्चीकै विचार र नैतिक बल भएको वैकल्पिक शक्ति चाहन्छन्। नेतृत्वको सन्तुलन। अनुभवी नेताहरू जसले पुरानो पार्टीको असफलतालाई नजिकबाट बुझेका छन् र जेनजीका युवाहरू जसले भविष्यको नेतृत्व गर्न सक्छन् को सन्तुलित मिश्रण यसको शक्ति हो। त्यसैले प्रगतिशील लोकतान्त्रिक पार्टी केवल एउटा अर्को नयाँ पार्टी मात्र होइन, यो विचार सहितको विकल्प हो। यो जेनजीलाई नेतृत्वमा स्थापित गर्ने पहिलो अभियान हो र यो नेपाललाई आर्थिक समृद्धिको प्रगतिशील बाटोमा लैजाने एउटा दृढ संकल्प हो। यसको सफलताले देशको राजनीतिक प्रणालीमा नयाँ आयाम थप्नेछ र हामी सबैले खोजेको वास्तविक परिवर्तनको ढोका खोल्नेछ। धन्यवाद।